नमस्कार। कुनै पनि व्यक्ति हरेक क्षेत्रमा सफलता प्राप्त गर्नको लागि गर्नुपर्ने रणनीतिहरू अपनाउनु पर्ने रणनीतिहरू निम्न अनुसारका छन्। एउटा त हामीमा त्यो माइन्डमा के गर्नु पर्यो भने स्मार्ट गोल्स तयारी गर्नु पर्यो। पहिला हामी सफल हुनको लागि स्मार्ट गोल्स यदि तपाईले सेट गर्न सक्नु भएन भने तपाई त्यो क्षेत्रमा चाहिँ सफल हुन सक्नुहुन्न। एक अर्को तपाई चाहिँ नयाँ नयाँ त्यो नवप्रबोधन त्यो कार्यक्रमतिर पनि लाग्नुपर्ने हुन्छ। त्यसपछि तपाई त्यो क्षेत्रमा सफल हुनको लागि एक त तपाई त्यो जिम्मेवारीप्रति या त कामप्रति कति सकारात्मक हुनुहुन्छ। सकारात्मक हुन पनि जरुरी छ है। कामप्रति यदि तपाई सकारात्मक हुन सक्नु भएन भने त्यो क्षेत्रमा तपाई असफल हुनुहुन्छ। त्यसको लागि तपाई त्यो कामप्रति चाहिँ एकदम पहिला त तपाई चाहिँ सफल हुनु पर्यो। एक अनि अर्को कुरा तपाईको जिम्मेवारीलाई पनि त्यो हरेक क्षेत्रको जिम्मेवारी तपाईमा दिएको हुन्छ। त्यो जिम्मेवारी सफलतापूर्वक तपाईले सम्पन्न गर्नको लागि या त कार्य सम्पादन गर्नको लागि या त अगाडि बढ्नको लागि तपाईले त्यो क्षेत्रको अध्ययन गर्नु पनि जरुरी छ। अर्को कुरा तपाईले कहिले पनि चाहिँ निराश नहुने ऊर्जावान तरिकाले तपाईले कार्यक्षेत्रमा चाहिँ कार्य सम्पादन गर्नुपर्छ। अनि त्यो क्षेत्रमा तपाईले कार्य सम्पादन गरिसकेपछि तपाईको अनि रोडम्याप के या त प्लानिङ के अनि गोल्स के त्यो परिपूर्ति भएको छ कि छैन त्यो कुरालाई पनि तपाईले चाहिँ एकदमै कम्पेयरिङ गर्नु चाहिँ जरुरी छ। अनि परिपूर्ति भएको अवस्थामा तपाई चाहिँ त्यति बेला चाहिँ तपाई सफल हुनुहुन्छ जस बेला तपाईले यिनी कुराहरूलाई चाहिँ मध्यनजर गरेर अगाडि बढ्नुहुन्छ। तपाईले अब एउटा चाहिँ के गर्न सक्नुहुन्छ भने त्यो स्मार्ट गोल्सको कुरा ल्याइएको थियो अघि त्यसलाई चाहिँ एकदमै माइन्डसेट गर्नुपर्छ। तपाईले अनि त्यो माइन्डसेट गरिसकेपछि तपाई लगातार अगाडि बढ्नुहुन्छ। त्यो कामलाई लिएर त्यो कामलाई लिइसकेपछि अगाडि बढ्नुभयो भने त्यो क्षेत्रमा तपाई चाहिँ सफल म्यान बन्नुहुन्छ। धन्यवाद।